सो गाइस अब हेर्नुहोस् अहिले नुहाउने कार्यक्रम हुँदैछ हो। अब बाजेलाई लिएर आउँछु। पानी सानी रेडी भयो हो नुहाउनुको लागि। अब बाबालाई ल्याउँछु हो। त्यहाँदेखि नुहाइको कार्यक्रम हुन्छ। हेर्नुहोस् अब बाजेलाई लिएर आउँछु एकछिन। बाजे हिँडाउनु पर्छ अझै चाहिँ बाजे आफै लौ बिस्तारै। सो गाइस मेरो चाहिँ क्यामेराम्यान छैन हो, आफै हो। अब यहाँ बुझौँ अब राखेँ हो। भाडा यहाँ खुट्टा छ भन्नु। अब चिसो पानी हाल्यो हो। त्यहाँदेखि खै बाबा चाहिँ बिमार भएको 1 वर्ष हुन आँट्यो हो। प्रेसरले गर्दा वान साइड प्यारालाइज जस्तो छ, तर अहिले चाहिँ एकदम ठिकै छ। पहिला पुरा बोली चाहिँ छैन, बोली चाहिँ आउँदैन। नगरौँ बिस्तारै गर्छु। यो एक साइड चाहिँ चल्दैन, खुट्टा एक साइड चल्दैन। अन्त कन्टिन्यू चाहिन्छ एकजना बाजेसँग। खै अलिक खुट्टा उत्र राख्नुहोस् है। तातो पानीले फेरि पिल्छै पठाउँछ पो है बाजेलाई। पिल्छै पठायो भने त फेरि साह्रो पर्छ नि हो है बाजे। बाजे भन्यो भने चाहिँ डर हाँस्नुहुन्छ हाम्रो बाबा। खुसी लाग्छ पुरा रिकभर छ अहिलेसम्म। केस चाहिँ कहाँ बनाउँदैछ केस? चिसो भनेर पनि जाडो हुन्छ फेरि। कहाँबाट आउँदैछ हौ केस चाहिँ? फेरि बेसी तातो पनि सहन सक्नुहुन्न कि। अलिक तातो भइहालेछ नि हो चिने। जिन्दगानी Meow. Where is meow? अब अलिक ठिक भयो। अब गाइस बाबालाई हल्का आज नुहाइदिनु पऱ्यो। निकै भन्नु उनीहरूको डल्लै ठिकै छ। कोलो नानी खै यता मुनि यहाँ अलिक तातो हाल्नुपर्छ। गनाउँछ यहाँ है। कसले नउठ्नु है। उठ्यो भने त फेरि लला नि। बिस्तारै तन्काउँ होइन, दुख्छ नि अलि गर्नु पऱ्यो नि। यो मैलाले चिलाउनु भन्दा त मैला परेछ नि हो गाइस। हल्का यो सानो फोका भएको चाहिँ गाइस तपाईँहरूले त्यो हस्पिटलतिर बुढो बाजेहरूको देख्नुभयो। यो कालो जिउतिर खुट्टातिर भने त्यो चाहिँ उयो होइन रहेछ है।
मैला बेसी भयो भने चाहिँ त्यस्तो हुँदो रहेछ। मैले धेरै याद गरेँ हजुरतिर बुढाबुढी बाजेहरूको हातमा त्यो थोप्ला 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 कालो 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 हुन्छ नि, त्यो चाहिँ तपाईँको के भन्छ त्यो मैला रहेछ। त्यो मजाले भिजाएर के भन्छ धोयो भने सबै जाँदो रहेछ। त्यो बाक्लै हुन्छ नि यस्तो 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 खालको कालो कालो कालो। यो चाहिँ मैला रहेछ नि त, बेसी अलिक मैला भयो भने कालो कालो थोप्ला आइहाल्दो रहेछ। मैले यस्तै याद गरेँ कि यो हात चाहिँ अलिकति दुख्छ, अलिक उठायो भने बाजेको। अब जाडो भइहाल्छ है, जाडो भइहाल्छ है। यो चाहिँ बुद्धि हाम्रो साइला काकाले ल्याइदिनु भएको गुवाहाटी के भन्छ त्यो मन्दिर, कामाख्या के भन्छ हो यो मन्दिर जानुभएको थियो अस्ति हाम्रो काका, तेह्र तेह्र भन्छ। यो काकाले ल्याइदिनु भएको आया यस्तो थोप्ला थोप्ला हुँदैन कालो कालो हो। यो चाहिँ यो के ठोक्यो के भयो कहाँ भएछ। हामीले चाहिँ गाइस यस्तो साबुन चलाउँछौँ पहिला, यो साबुनले चाहिँ मैला राम्रो निकाल्छ। हेर्नुहोस् है गाइस, बाउआमालाई यसो कतिजना हुनुहुन्छ बाउ भएको, आमा भएको, बुढाबुढी भएको, उहाँहरूलाई अलिकति याद गर्नुहोस्। कोही कोही बेला त रिसाउनुहुन्छ पुरा जोडसँगले, त्यतिखेर रिसाउनु हुँदैन होइन। बुढाबुढी मान्छेहरू यस्तै हुन्छ, के गर्नु। यस्तो गर्नु पाइँदैन है गाइस। आफ्नो बाउआमालाई मेरो पनि बाउले बाजेलाई पुरा गरेको अरे नि पहिला। अस्ति हाम्रो माथि एकजना बाजेले भन्नुहुँदै थियो कि तेरो पनि बाउलाई पुरा स्याहारेको भन्नुहुँदैछ। मैला राख्यो भने चाहिँ जिउमा छिटो घाउ हुन्छ क्या। के गर्नु बस्तीमा यस्तै छ गाइस, हाम्रोमा बाटो छैन। अलि त तान्नुपर्छ नि, यो दुख्छ नि बुवा, यत्तिकै गरी बसेर त उयो भएको नि त। त्यो चलाउँदै चलाएन भने त लक पो हुन्छ त। हेर्नु नि अब छुनु दिँदैन बाजे आफै। कसरी गर्नु अन्त। यस्तो भइसकेको छ अन्त होइन। ए लुडी त्यो हातले कता कता यसो मार्दै गर्नु त्यो ठाउँतिर सफा पार्नु। त्यसै गाइस हुँदैछ। बाउआमा चाहिँ स्याहार्नुपर्छ है साथीभाइ हो। बाउआमा फेरि फेरि पाउँदैन होइन। बाउआमाले दिएको आशीर्वाद मात्रै लाग्छ अरे, अरूले दिएको आशीर्वाद साह्रै लाग्दैन भन्छन्। आगोले खायो वन
निष्ठुरी मेरो सन्नानी रागले खायो बन पानी कता यहाँ आज त नङ पनि काट्नुपर्छ नङ चाहिँ लानु भएछ यो के यहाँ गर्छ हौ कतिले चाहिँ गाइस देखाउटी मात्रै माया गर्छ बाउलाई हो रिसाउँदै कराउँदै भए पनि आफ्नो बाउले आफ्नो बाउमा यही प्यार है बाप का मुझको दुनिया दिखाया इसी प्यार ने चलना सिखाया इसी प्यार ने कुछ करने सिखाया आज इसी प्यार बेचारा नहीं चल रहा है लेकिन इसका सहारा मैं हूँ मैं चला दे रहा हूँ चलना सिखाया तूने हिँड्न सिकाया तूने हाम्रो बाबाको चाहिँ यो खुट्टामाथि खुट्टा यसरी चढ्छौ औँलामाथि औँला कि छिट्टो अन्त वाट वाङ वाङ अहिले जाडो भयो छैन पानी परेर 3 दिन 4 दिनदेखि पानी परेको आज चाहिँ अलिकति रह्यो स्कुलतिर पनि प्रोग्राम राम्रै हुन्छ होला पानी भएर राम्रो नानीहरू पानी पऱ्यो नि सबै लुगा भिजेर के हुन्छ राम्रो प्रोग्रामहरू देखाउनु पनि पाउँदैन पानीले गर्दा तर फुटबलको टाइममा त पर्दा खेल्नु फुटबल त पानी पर्दा खेल्ने चिज हो तर प्रोग्रामहरू चाहिँ अलिकति उयो हुन्छ वाउ साबुन कहाँ राख्यो नि कति साबुन कहाँ भेटेँ वाइ लिने मैले बाथरुमबाट साबुन कहाँ फेरि साबुन कहाँ गयो साबुन ल्याएको त मैले जाने छु यहाँ भित्र छैन साबुन परेन एकछिन लिएर आउँछु साबुन एकछिन गाइस साबुन लिएर आउँछु बाथरुमबाट हो